लिएर चाहिँ कांग्रेस सरकारमा थिए फेरि पनि उहाँहरूकै जिम्मेवार नेताहरूबाट चाहिँ भनियो कि गगन थापाले फलाना चाहिँ आएर मेरो विशेष आन्दोलनमा थिए भन्ने कुरा त बर्बाद भक्तपुरमा चाहिँ बालकोटमा भवन आगलागी गर्नेमा पक्राउ पर्यो सैनिक दलको नेता पक्राउ पर्यो भनिसकेपछि आन्दोलनमा को थिएन भन्दा सबै थिए तर हामीले आन्दोलन गर्यौँ है भनेर भन्या नभन्या मात्रै त्यसर्थ यो आन्दोलन चाहिँ जिम्मेवारी नलिएको परिणाम हो त्यसर्थ यो सुरक्षा निकायको प्रति चुनौती छ एकदम सहमत छौँ हामी त्यस्तो चुनौती फेस गर्न तयार छौँ तर त्यो चुनौती हामीतिर मात्रै छ कि दलहरूप्रति छ कि छैन अथवा यो सरकार सञ्चालन हुँदै आएको यो व्यवस्थाप्रति चुनौती छ कि छैन हामीले सबैले आफ्नो भूमिका विगतमा चाहिँ इमान्दारीपूर्वक निर्वाह नगरेका कारणले हो कि होइन भन्ने एउटा प्रश्न चाहिँ हामीले सोध्नुपर्छ जस्तो लाग्छ त्यसर्थ हामी एकदमै जिम्मेवार भएर लाग्यौँ भने निर्वाचन सम्भव छ यो चुनौतीको जवाफतिर पनि तयार हुनुपर्छ सक्छौँ सम्भव छ तर हामीले विषयवस्तुलाई अलिकति फरक तरिकाले व्याख्या गरिरहेका छौँ 2010-11मा चाइनामा 1 वर्ष एउटा तालिममा गए उनीहरूको दृष्टिकोण के थियो भने सुरक्षा र अर्थतन्त्र अर्थात् विकास चाहिँ एउटा सिक्काको दुई पाटा हो भन्छ हामीले चाहिँ सुरक्षालाई फरक सिक्काको रूपबाट विकास र अर्थतन्त्रलाई फरक सिक्काको रूपबाट व्याख्या गर्ने प्रवृत्तिले गर्दाखेरि बिग्रिएको उनीहरूले कसरी उदाहरण दिन्थ्यो भने सानो रूपबाट हेर्दाखेरि सुरक्षालाई उदाहरण दिँदा कसरी भन्थ्यो भने छाप्ता त्यो डन्डा चाहिँ सुरक्षा हो अनि त्यो फैलावट चाहिँ विकास हो यदि त्यो फैलावट धेरै ठुलो भयो र त्यो डन्डा सानो हो भने भाँचिन्छ त्यो उपयोगी हुँदैन तर फेरि चाहिँ त्यो सुरक्षाको नाममा धेरै ठुलो गतिलो चाहिँ डन्डा बोक्ने फैलावट चाहिँ 1 मिटर मात्रै व्यास हो भनेदेखि त्यो अनुसार चाहिँ त्यसले काम गर्न सक्दैन त्यसर्थ यो एकसाथ जानुपर्छ भन्थे त्यसर्थ त्यो दृष्टिकोण हामीले यहाँ अवलम्बन गर्नुपर्छ भन्ने मैले ठान्छु र अझ उनीहरूले बृहत्तर रूपबाट भन्दाखेरि उदाहरण के दिन्थ्यो भने अन्तर्राष्ट्रिय रूपबाट हेर्दाखेरि सुरक्षालाई मात्रै जोड दियो भने USSR हुन्छ अरे सोभियत संघ जसले संसारभरि अलायन्स चाहिँ फैलाउँदै गए जसले चाहिँ संसारभरि यो चाहिँ आणविक बमहरू चाहिँ विकास गर्दै गए विकासमा ध्यानै दिएन त्यसकारण उनीहरू चाहिँ के भयो एक दिन कलास भयो अनि अब सुरक्षालाई ध्यानमै नदिने खालि विकास मात्रै जोड गर्ने हुने जापान हुन्छ अरे जापानले विकास त गरे तर सुरक्षामा ध्यान नदिएको कारणले हाम्रो भन्दा पनि अस्थिर खालको चाहिँ सरकार छ त्यहाँ किनभने शक्ति राष्ट्रले उनलाई चाहिँ एकदम खेलाइरहन्छ त्यसर्थ सुरक्षा र विकास चाहिँ सँगसँगै जानुपर्छ यो प्रश्नको घेराभित्र बलक्क राखेर सोध्नु हुन्न होला जस्तो लाग्छ त्यसर्थ हामी यो सुरक्षा कर्मीलाई कति बलियो बनाउँदै लग्यौँ कति भरोसादार बनाउँदै लग्यौँ र हामी कसरी चाहिँ विकासलाई र जवाबदेहीतालाई अगाडि बढायौँ भन्ने कुराको जवाब हामी खोज्दै गयौँ भने साँच्चीकै हामी ठिक ठाउँमा पुग्छौँ होला जस्तो लाग्छ